अलराइट गाइज वेलकम ब्याक टु न्यू भ्लग। आजको मिनी भ्लगमा स्वागत छ। अहिले चाहिँ होइन म चाहिँ भजुवाको दोकान गोबी किन्न जाँदैछु। आज चाहिँ हाम्रो घरमा स्पेसल हुनेवाला छ। स्पेसल के भन्नु तपाईँहरूलाई थाहा छैन। सो गाइज मम्मी चाहिँ मामा घरदेखि आमालाई लिएर घर जाँदै थियो। मैले बाटोमा भेटेँ। त्यसपछि गाइज म गएर भजुवा दोकान पुगेँ। गोबी भन्यो होइन, ऊ चाहिँ गोबी खोज्दैछ। अहिले गोबी खोजेर तोली पनि दिइहाल्यो। त्यसपछि म पनि साइकलमा सर्र पारेर घर पुगेँ। घर पुग्ने बित्तिकै चाहिँ ठुमम्मीले मासु ल्याउनु भन्यो मलाई। म के कम। त्यसपछि साइकल कुदाएर 300 स्पिडको स्पिडमा लागेँ लाल दाईको दोकान। लाल दाई चाहिँ यहाँ मस्त 1 केजी मासु काट्दै रहेछ। मैले अर्डर दिएर म चाहिँ टक्क चिप्स खानुतर्फ लागेँ। चिप्स फेरि स्पेसल 20 वाला हो नि त गाइज, ओनियन चिप्स। सो गाइज मान्छेको भिडका कारण मेरो मासु नकाट्दिनँ एकैछिनपछि भनेर रिक्वेस्ट गरी काट्यो। त्यसपछि म लागेँ घरतिर। राति पनि परेको थियो होइन गाइज, ढिलो पनि भइसक्यो। यहाँ हेरेको त हिजोका बेहुली मस्त सिङ्गर पटर किन्दै रहेछन्। अनि घर गएर ठुमम्मी चाहिँ यहाँ मस्त तरकारी काट्दै बहिनीसँग गफ मार्दै बसिरह। सो गाइज आजको भ्लग पनि यहीँ सकिन्छ। डे 4 पनि सक्यो। र यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। पुरानो हुनुहुन्छ भने सेयर गरिदिनु होला यो भ्लग।